नमस्कार सबैलाई स्वागत छ आजको यस भिडियोमा। आजको यस भिडियोमा हामी चाहिँ माइक्रोसफ्ट वर्डमा कसरी नोटबुकको पेपरलाई बनाउन सकिन्छ भन्ने कुराहरू सिक्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। सबैभन्दा पहिला चाहिँ हामीले माइक्रोसफ्ट वर्डलाई ओपन गर्नु पर्यो। माइक्रोसफ्ट वर्डलाई ओपन गर्नको लागि स्टार्ट बटनमा जाने। स्टार्ट बटनमा गइसकेपछि यहाँ चाहिँ माइक्रोसफ्ट वर्ड भनेर सर्चमा गर्नुपर्ने हुन्छ। माइक्रोसफ्ट वर्ड भनेर सर्च गरेँ, फर्स्टमा आयो अनि यसलाई क्लिक गरेर ओपन गरौँ। अब चाहिँ हाम्रो माइक्रोसफ्ट वर्ड चाहिँ ओपन भइसक्यो। ओपन भइसकेपछि अब चाहिँ सबैभन्दा पहिला चाहिँ हामीले पेजलाई सेटअप गर्नुपर्ने हुन्छ। पेज सेटअप गर्नको लागि हामी चाहिँ पेज लेआउटमा जाने। पेज लेआउटमा गइसकेपछि यहाँ मार्जिन देखिराख्नु भएको छ नि मेन्यु, यसलाई क्लिक गर्ने। क्लिक गरिसकेपछि कस्टम लास्टमा कस्टम मार्जिन छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि यहाँ चाहिँ अब टप राइट सरी टप बटम और लेफ्ट और राइटमा 0 मार्जिन राख्नु होला। म चाहिँ 0 मार्जिन राख्दैछु। 0 मैले चाहिँ 0 मार्जिन राखिसकेँ चारै साइडमा। अनि त्यसपछि गरिसकेपछि ओकेमा क्लिक गर्नु होला। ओकेमा क्लिक गरिसकेपछि एउटा अप्सन आउँछ, यसलाई चाहिँ इग्नोर गर्नु होला। इग्नोर गरेँ मैले। अब चाहिँ हाम्रो पेजको मार्जिन चाहिँ कम भइसक्यो। पेजको मार्जिन कम भइसक्यो। अब चाहिँ हामीले यहाँ चाहिँ पेजको साइज लिनुपर्ने हुन्छ। पेजको साइज लिनको लागि यो साइज भन्ने अप्सनमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँ चाहिँ अब धेरैवटा साइज छन्। अब जो तपाईँहरूलाई राम्रो लाग्छ त्यही लिनु होला। म चाहिँ A4 साइज लिँदैछु। A4 साइज लगेँ। त्यसपछि चाहिँ हामीले अब इन्सर्ट मेन्युमा गएर टेबललाई इन्सर्ट गर्नुपर्ने हुन्छ। टेबललाई इन्सर्ट गर्नको लागि म चाहिँ अहिले 3वटा रोलाई लिँदैछु। 3वटा रोलाई लिइसकेपछि हामीले चाहिँ अब माथि अब यो जो हाम्रो टेबलभित्रको सेलको स्पेस छ नि, यसलाई अलिकति बढाउन घटाउनु पर्ने हुन्छ। त्यहीको लागि म यसलाई सिलेक्ट गर्छु। यसलाई सिलेक्ट गरिसकेपछि मैले चाहिँ यहाँ लेआउटमा गएर यहाँबाट यो आफ्टर भन्ने छ नि, स्पेसिङको बिफोर एन्ड आफ्टर छ, यसमा चाहिँ मैले चाहिँ आफ्टर गरेँ। आफ्टरमा चाहिँ अलिकति यो माथिल्लो साइडमा प्रेस गर्नु होला। यति त यो धेरै हुन्छ, अलिक कम गर्नु पर्यो। यति ठिकै हुन्छ। मैले चाहिँ घटाइसकेँ। घटाइसकेपछि फेरि माउसको कर्सरलाई यहाँ राख्नु होला। यहाँ राखिसकेपछि हामीले इन्टर प्रेस गर्नुपर्ने हुन्छ। इन्टर, एउटा दुईवटा तिनवटा चार, ल यति स्पेस ठिक छ। यति ठिक भइसकेपछि हामीले चाहिँ यसलाई सिलेक्ट गर्नु पर्यो। यो हामीले ड्र गरेको टेबल छ नि, यसलाई सिलेक्ट गरेर फेरि यहाँ लेआउट अप्सन ओपन भयो। यसलाई लेआउट अप्सन ओपन भयो। यसलाई क्लिक गरेर यहाँ एउटा इन्सर्ट बेलो भन्ने अप्सन छ। यसमा क्लिक गर्यो भने हाम्रो यो टेबल हुन्छ इन्सर्ट हुँदै जान्छ। जति टाइम क्लिक गर्यो त्यति टाइम नै इन्सर्ट भएर तल जान्छ। त्यहीको लागि म चाहिँ गर्दैछु। मैले चाहिँ इन्सर्ट गरेँ। अब चाहिँ अलिकति लास्टमा जानको लागि ल यति ठिक छ। यति भइसकेपछि हामीले चाहिँ अब यसलाई डिसिलेक्ट गरेर अब चाहिँ माथि अरू डिजाइनिङ गर्नुपर्ने हुन्छ। अब चाहिँ हामीले 2वटा रेड यसमा भर्टिकल लाइनलाई ड्र गर्नु पर्यो।
दुईवटा भर्टिकल लाइनलाई ड्र गर्नको लागि हामीले चाहिँ इन्सर्ट अप्सनमा जाने। यसमा गइसकेपछि हामीले चाहिँ यसमा सेप भन्ने अप्सन छ। सेपमा गइसकेपछि यहाँ चाहिँ लाइन भन्ने एउटा टुल छ, लाइन टुल छ। यसलाई सिलेक्ट गरेर हामीले चाहिँ यहाँबाट यति यो चाहिँ अब सिफ्टको बटन प्रेस गरेर यसलाई खिच्नुपर्ने हुन्छ ताकि हाम्रो लाइन स्ट्रेट आओस् भन्नको लागि हामीले सिफ्ट बटनलाई प्रेस गर्नुपर्ने हुन्छ। मैले चाहिँ सिफ्ट प्रेस गरेर ड्र गरिरहेको छु। हाम्रो चाहिँ यो ड्र भइसक्यो। त्यसपछि चाहिँ हामीले यसलाई यसको कलरलाई चेन्ज गर्नुपर्ने हुन्छ। कलरलाई चेन्ज गर्नको लागि सेप आउटलाइनमा जाने, यसमा चाहिँ रेडमा राख्ने। अब चाहिँ हामी यसलाई नै डुप्लिकेट गरेर अर्को लाइनलाई बनाउँछु। कन्ट्रोलको साथमा लेफ्ट क्लिकलाई प्रेस गर्नु होला, चाहिँ डुप्लिकेट भएर आउँछ। चाहिँ डुप्लिकेट भयो। अब चाहिँ यति ठिक छ। यति भइसकेपछि अब चाहिँ हामीले माथि पनि दुईवटा हरिजन्टल लाइनलाई ड्र गर्नुपर्ने हुन्छ। त्यसको लागि पनि हामीले यहाँबाट यो लाइनलाई लिएर फेरि पनि सिफ्ट प्रेस गर्नु होला, सिफ्ट, ताकि हाम्रो लाइन स्ट्रेट आओस् भन्नको लागि। ल यो पनि भयो। अब यसलाई पनि कलर चेन्ज गरिदिउँ। सेप आउटलाइन रेड, फेरि यसलाई डुप्लिकेट गरेर यो पनि भयो। अब भइसकेपछि हामीले चाहिँ यहाँ अहिले पेजको लागि एउटा सेपलाई ड्र गर्नुपर्ने हुन्छ। त्यसको लागि पनि सेप अप्सनमा जाने। सेप अप्सनमा गइसकेपछि यहाँबाट हामी एउटा सेपलाई सिलेक्ट गर्छु। नाम के हो, यहाँबाट चाहिँ यो राउन्ड एन्ड डायलोगर कर्नर रेक्टेङ्गल भन्ने चाहिँ यसलाई लिन्छु। यसलाई दिइसकेपछि हामी चाहिँ यसमा चाहिँ सिलेक्ट भएन, फेरि सिलेक्ट गर्छु गएर सेपलाई सिलेक्ट गरेर ल सिलेक्ट गरेँ। यसलाई चाहिँ सेप फिल, नो फिल, सेप आउटलाइन रेड लिन्छु। अब चाहिँ यसमा फेरि टेक्स्ट बक्सलाई ड्र गरेर यसलाई चाहिँ अब यसलाई चाहिँ सिलेक्ट गरेर यसको कलरलाई चेन्ज गर्नु पर्यो। कलर चेन्ज गर्नको लागि टेक्स्ट फिल्डमा जाने, रेड कलर, अनि यहाँ चाहिँ फेरि सेप फिल, नो फिल, सेप आउटलाइन, नो आउटलाइन। यो चाहिँ भयो। यो चाहिँ ठ्याक्कै बसिसक्यो। ल फाइनली हामीले चाहिँ यो नोटबुकको पेपरलाई कसरी बनाउन सकिन्छ भन्ने कुराहरू हामीले डिटेल रूपमा सिक्यौँ। यो चाहिँ पुरा भइसक्यो। अब प्रिन्ट गर्नको लागि Ctrl+P गर्नु होला, प्रिन्ट चाहिन्छ, यस्तो देखाउँछ। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। ह्याभ अ नाइस डे।